आज हाम्रो जिग्रीको बर्थडे पार्टी छ यार, पिउनेलाई दारू छ है, नपिउनेलाई बियर। अरे आज हाम्रो जिग्रीको बर्थडे पार्टी छ यार, पिउनेलाई दारू छ है, नपिउनेलाई बियर। ननाच्नेको भालै छैन, नाचेर साथी हो कम्मर मर्काइदे। डीजे वाला दाई अब गीत गन्काइदे। अरे डीजे वाला दाई अब गीत गन्काइदे। हल्का प्याक के लगाएको थिएँ भए म त झ्याप, साथीहरू भन्न थाले हान्नु पर्यो ऱ्याप हान्छु म भोलि जस्तो जहिले नन स्टप। ऱ्यापर विकासको इन्ट्री भयो, नगर डिस्टर्ब। नमस्कार दर्शकबिन, स्वागत छ तपाईहरुलाई ग्लोबल गोर्खा टाइम्समा। र आज भारत प्रवासमा जन्मिएका एकजना गायक कलाकार ऱ्यापर विकासलाई लिएर म उपस्थित भइसकेको छु। भर्खरैको भिडियो हेरेर तपाईले थाहा पाइसक्नु भएको छ होला, उहाँको नयाँ गीत बर्थडे पार्टी भर्खरै रिलिज भएको छ र दर्शकहरूले माया पनि गरिदिनु भएको छ। विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लामा जन्मिएर भारत प्रवासमा आएर रोजगारी गर्दै म्युजिकलाई निरन्तरता दिँदै आउनु भएको छ र लामो समयदेखि म्युजिक क्षेत्रमा विशेष गरी युवा समाजमा उहाँ चाहिँ युवा जमातमा चाहिँ लोकप्रिय हुनुहुन्छ। सुदूरपश्चिममा उहाँका गीतहरू चल्ने गरेका छन्। ऱ्याप गीत उहाँले गाउनुहुन्छ भने निकै लामो समयदेखि सङ्गीत क्षेत्रमा हुनुहुन्छ र भर्खरै मात्र उहाँको ऱ्याप सङ बर्थडे पार्टी रिलिज भएको छ र यसै विषयमा रहेर हामी कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला यहाँलाई स्वागत छ ग्लोबल गोर्खा टाइम्समा। धन्यवाद हजुर, भाइलाई धेरै धेरै धन्यवाद। र यति अप्ठ्यारो समयमा परदेशको ठाउँमा पनि भाइलाई सम्झेर यो छोटो समयमा मिठो सम्झनामा सम्झिनु भएकोमा धेरै धेरै धन्यवाद। र दाइको च्यानललाई पनि धेरैभन्दा माया गरिदिनु होला र म ऱ्यापर विकासको युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला, धन्यवाद। अब जस्तो किसिमले देख्यौँ तपाईँले एकदमै मेहनत गर्नु भएको छ। नेपालमा गीत रेकर्डिङ गर्नु कतिको अप्ठ्यारो होइन, तपाईँलाई भारत प्रवासमा बसेर नेपालमा गीत रेकर्डिङ गरेर यहाँ दिल्लीमा आएर होइन तपाईँले सुट गर्नु भएको छ। निकै गाना एकदमै राम्रो बनेको छ। कस्तो रह्यो यो गीतको रेकर्डिङ र यो भिडियो यहाँ आएर छायाङ्कन गर्नुसम्मको तपाईँको यात्रा, यो वाला भिडियोको? दाइ सबैभन्दा पहिला चाहिँ हाम्रो महेश विक्रम पाण्डे दाइलाई धेरै धेरै धन्यवाद दिन्छु, किनकि यो गीत एकदमै राम्रो म्युजिक बनाइदिनु भएको छ। र साथै हाम्रो यो गीतमा हामीले काम गरेका मिलेका प्रिन्स सागर दाइलाई पनि धन्यवाद छ र म आफैलाई पनि धन्यवाद दिन्छु, किनकि परदेशमा पनि यति राम्रो काम हामीले गर्न पायौँ। र धेरै गाह्रो छ परदेशमा, एक तरफमा काम गरिरहन्छु, एक तरफमा आफ्नो सपना पुरा गरिरहन्छु। त्यस्तै छ, हजुरहरूले माया गर्यो भने अझै त्यो सफलतामा उत्कृष्ट हुन्छ कि भन्ने आश राखेको हुन्छ। अब गीत क्षेत्रमा सङ्गीत क्षेत्रमा तपाईँको अलिकति होइन धेरैलाई त थाहा छ, तपाईँ अब एकदमै युवाहरूमा चाहिँ लोकप्रिय हुनुहुन्छ। सुदूरपश्चिमका विभिन्न बझाङ क्षेत्रमा त विशेष गरी तपाईँको गीत सुन्छन् जस्तो मैले थाहा पाए अनुसार होइन। कति भयो म्युजिक क्षेत्रमै लागेको तपाईँलाई? मलाई चाहिँ ठ्याक्क हजुरको 5 वर्ष पुरा भइसक्यो। 5 वर्षदेखि इन्डियामा काम गर्दै नेपालमा गएर भिडियो बनाउँदै आफ्नो एक तरफ घरलाई नै समय दिएर एक तरफ आफ्नो म्युजिकमा समय दिएर बिताइरहेको छु जिन्दगी। कस्तो रह्यो अनुभव तपाईँ होइन? आफ्नो काम देखेर एउटा त हुन्छ तपाईँले गर्न खोजेको काम होइन, आफूलाई त खुसी लाग्छ नै, तर दर्शकहरूको माया पाउनु भयो कि पाउनु भएन र त्यो मायाले तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ? कहिलेकाहीँ यस्तो लाग्छ कि त्यो मायाहरू सोच्दाखेरि सायद मैले अर्को जन्म पाएको छु क्या जस्तो लाग्छ। कहिलेकाहीँ आफूलाई गीत बनाएर त्यो गीत नचल्दा पनि आफूले चाहिँ अब यो लाइनै छोडिदियो भन्ने टाइपको हुन्छ। तर अहिले चाहिँ पछिल्लो समय समथिङ 6-7 महिनादेखि यति धेरै माया पाएको छु कि सायद गीत सङ्गीतमा नै मेरो अर्को जन्ममा नै म यही गायक क्षेत्रमा हुनुपर्छ जस्तो लाग्छ मलाई। अब यो जुन बर्थडे पार्टी सङ निकाल्नुभयो तपाईँले, यो बर्थडे पार्टी सङको विशेषता के हो, किन निकाल्नुभयो तपाईँले होइन, र के सन्देश दिन खोज्नु भएको छ गीतबाट? यो बर्थडे पार्टीमा खासमा मैले गीत बनाउन खोजेको चाहिँ अब नेपालमा प्रायः सबै इन्डियादेखि नेपालसम्म बर्थडे पार्टीमा इन्डियाको गीतहरू बजिरहेको हुन्छ, तर मैले चाहिँ अब हाम्रो गीत पनि त स्टुडियोमा लगाएर मान्छेले सबैले नेपाली गीतमा बर्थडे बनाओस् भनेर एउटा छुट्टै प्याटर्नको बर्थडे पार्टी गीत बनाऊ मैले चाहिँ। भनेपछि भारतमा छायाङ्कन गर्नु भएको छ, तर नेपालमा चाहिँ नेपाली युवाहरूले होइन तपाईँको गीतलाई सुनोस् भन्ने उद्देश्यले बर्थडे पार्टीमा तपाईँको गीत चलोस् भन्ने तपाईँले बनाउनु भयो? हजुर हजुर, एकदम एकदम।
अनि अहिले अब जस्तो माया कस्तो पाउनु भएको छ, मन पराउनु भएको छ दर्शकहरूले, कस्तो तपाईँलाई पर्सनल होइन मेसेजहरू अथवा होइन कमेन्टहरूमा के भनिरहनु भएको छ? मलाई खासमा यहाँनिर अलिकति चित्त दुखाइ के छ भने मलाई माया गर्नेहरू प्राय मेरो बजाङ आसपास भन्दा पनि मलाई बाहिरतिरको धेरै मन पराउनुहुन्छ। त्यो कारणले चाहिँ आफ्नोले चाहिँ मेसेजमा आएर ल आई लभ यु राम्रो गरेको छ भाइ भन्छ, तर त्यो उसले चाहिँ त्यो गीतै सेयर गरे हुँदैन, न कमेन्ट गरे हुन्छ। त्यहाँनिर अलि चित्त दुख्छ। प्लिज आफ्नोलाई माया गर्न सिक्नुहोस् भन्न चाहन्छु। अब जस्तो तपाईँ यहाँ दिल्लीमै अहिले हुनुहुन्छ हजुर र इन्डियामा पनि नेपाली कार्यक्रम होइन, हजुर नेपाली साङ्गीतिक कार्यक्रम, नेपाली यो सांस्कृतिक कार्यक्रमहरू निकै हुने गरेका छन्। अनि तपाईँलाई कतिको बोलाउँछन् यतातिर कार्यक्रममा गाइदिनु पर्यो तपाईँले भनेर? धेरैले बोलाइरहेको हुन्छन्। धेरै भन्दा पनि 50%मा 50%ले धेरै आयोजकहरूको नाम पनि लिन्छु होला मैले। हाम्रो ओम सुनार दाईदेखि लिएर प्रेम बेसी दाईदेखि लिएर हाम्रो अनि त्यो अनिल बेसी दाईदेखि धेरैजनाले अब पर्सिनी बम्बई बोलाइरहेछन्। धेरैजनाले याद गर्नुहुन्छ जोस् मैले चाहिँ उनीहरूलाई कहिले आफ्नो डिमान्ड भन्दैन, तर जोस् मलाई नसोधेर पनि फोटोहरू हाल्या हुन्छ, खुसी लाग्छ मलाई। अब गीतहरू तपाईँको जस्तो मैले सोध्दै गर्दा लामो समय भयो, 5 वर्ष भयो तपाईँले गीत सङ्गीत क्षेत्रमा लागेको होइन। अनि कति गीतहरू चाहिँ तपाईँले रेकर्ड गरिसक्नु भएको छ अथवा कति गीत तपाईँको आउँदैछ, के कस्तो तयारीहरू चल्दैछ तपाईँको? गीतहरू भन्नुपर्दा ठ्याक्क अहिले चाहिँ मेरो 20-25 हाराहारीमा गइसक्यो। मेरो आफैले बनाएको गीतहरू, अरूको आफैले बनाएर अरूलाई दिएको धेरै छ, तर अब चाहिँ आउने गीतहरू चाहिँ मेरै च्यानलमा आउनेछ र जो पनि गीत बनायो मेरो आफ्नै लहर शब्दमा रहनेछ। जबसम्म यो पुरानी छ तबसम्म जिन्दगी नै गीत सङ्गीतमै छ जस्तो लाग्यो मलाई। अब जस्तो बझाङबाट होइन तपाईँले सुरुवात गर्नुभयो म्युजिकको होइन, यो तपाईँलाई म्युजिक क्षेत्रमा लाग्नुपर्छ भनेर चाहिँ कसरी तपाईँको होइन कसैले तपाईँलाई भन्यो, प्रेरणा चाहिँ कहाँबाट पाए तपाईँले? खासमा भन्नुपर्दा म अलिक पातलो लुरे भएको कारण गाउँमा मेरो ड्याडीले चाहिँ टिभी लगेको थियो। उतिखेर सिडीको जमाना थियो। अब निखिल उप्रेती दाईको फिल्म हेर्थ्यौँ मैले। हामीहरूले अन्डा चोरेर त्यस्तो अब भुसहरू हुन्छ नि गाउँमा, धान कुटेर त्यो भुसहरू चोरी गरेर चाहिँ त्यहाँ टिभी हेरेर 20 रुपियाँ टिकट चाहिँ त्यतिखेर गर्दै सबैले अब डान्स पनि हल्का फुल्का आउँथ्यो। सबैले भन्नुभयो कि यसलाई चाहिँ हिरोमा सुहाउँछ है यो भन्ने, उटपट्याङ गर्ने, पढाइमा कम ध्यान दिने। त्यो गर्दै चाहिँ एकचोटि चाहिँ अब सबैले ल हिरो बन्नुपर्छ भन्दै चाहिँ म खासमा कलाकार बन्न गएन, हिरो बन्न गएको मान्छे। काठमाडौँ जानु? हजुर भागेर काठमाडौँ गएको। अब कति छ कथाहरू, आफ्नै मान्छेले घरबाट 50,000 मगाएको, ल भाइ भोलि गीत आउँछ भनेर 50,000 आफूले लगेर गाडीमा तेल हालेर ऊ चाहिँ आफ्नो ससुरालको, मलाई चाहिँ मुर्गाको दोकानमा काम लगाएर गयो। धेरै चित्त दुख्यो उतिखेर चाहिँ। भनेपछि यो तपाईँको स्ट्रगलको पिरियड हो होइन? हजुर। काठमाडौँ हिरो बन्ने सपनाले जानुभएको थियो, काम गर्न विवश हुनुभयो, त्यहाँपछि तपाईँको साङ्गीतिक यात्रा सुरु भयो? हजुर। त्यसपछि चाहिँ मैले पहिलो गीत रेखा जोशीसँग गरेँ 2019मा। त्यो गीत पनि थोरै गुनगुनाइदिन्छु म हजुरले। पहाडको ठन्डो पानी छोर्या टिको भोलि, पहाडको ठन्डो पानी छोर्या टिको भोलि, कति निको सुहाएको फुला बुटे झोली, हिँड बाई जाउँ हाम्रा बजाङतिर, वहीँ घुमौली अरे वहीँ घुमौली वहीँ फेरौँली साइपाल हिमालतिर, वहीँ घुमौली वहीँ फेरौँली साइपाल हिमालतिर। धन्यवाद। हजुर। भनेपछि यो गीत निकै मन पराइदिनु भएको थियो तपाईँको, यसमा राम्रो भ्युज पनि गएको थियो होइन? अनि त्यहाँपछिको गीत सङ्गीतमा होइन तपाईँ निरन्तर लागिराख्नु भएको छ। अहिले पनि तपाईँको होइन आज पनि एउटा गीत तपाईँले रेकर्ड एउटा बनाएर आउनु भएको छ, रचना चाहिँ सधैँ भइरहेको छ, निकाल्ने तयारी होइन? अब कस्तो आगामी दिनमा अब कुन गीत आउँछ तपाईँको? अब चाहिँ नयाँ गीत आउँछ। हाम्रो भाइ बाबु राजालाई एकदम माया छ, सम्झिया छु। बाबु राजा र मेरो गीत आउँदैछ, कैदी जेल। आफै जेल भएको कारणले चाहिँ कैदी जेल बनाऊ। हजुर। अब चाहिँ दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? हामी अन्त्यतिर छौँ। तपाईँले लामो सङ्घर्ष गरेर होइन गीतहरू निकाल्नु भएको छ, भारत प्रवासमा रेकर्डिङ गर्न उस्तै पनि महँगो खर्चिलो हुन्छ। तपाईँले त्यो किसिमको होइन माया दिनुहोस् भन्नको लागि चाहिँ के भन्नुहुन्छ? तपाईँको आफ्नो युट्युब च्यानल कहाँबाट आउँछ त्यो कुराहरू पनि दर्शकलाई बताइदिनुहोस्। नमस्ते सबैजनालाई। फेरि पनि म ऱ्यापर विकास। मेरो घर चाहिँ बझाङ तलकोट गाउँपालिका वडा नम्बर 2 धमिनामा जन्मेको। मेरो आफ्नै युट्युब च्यानल ऱ्यापर विकास छ र हजुरहरूलाई म के भन्न चाहन्छु भने हजुरहरू मेरो भगवान हो। हजुरहरूको एउटा कमेन्टले गर्दा मलाई धेरै ठुलो साहस दिन्छ। त्यसैले मलाई एउटा नेपालमा नबसेर
परदेशमा बसेर पनि एउटा काम गरेर पनि मलाई नेपालमै बसेर केही म्युजिक क्षेत्रमा अगाडि बढ्नु छ भनेर यो आशा हजुरहरूमाथि राखेको छु। आफ्नै छोरा भतिज जे सोचेर पनि मलाई माया गरिदिनु होला, यही भन्न चाहन्छु म। हजुर दर्शकबिन, उहाँ हुनुहुन्छ ऱ्यापर विकास, जो भारत प्रवासबाट सङ्गीत क्षेत्रमा के गर्नुपर्छ भनेर लाग्नु भएको छ। काम गर्न आउनुभएको तर सङ्गीत क्षेत्रलाई माया गर्नुहुन्छ र यस्तै नवोदय कलाकारहरूलाई सपोर्ट गर्नका लागि ग्लोबल गोर्खा टाइम्सले सधैँ अगाडि आइरहेको हुन्छ र आज पनि एकजना व्यक्ति जो गीत सङ्गीत क्षेत्रमा के गर्छु भनेर लाग्नु भएको छ, उहाँलाई चाहिँ सपोर्ट होस् भन्ने उद्देश्यका साथ हामीले उहाँको सानो अन्तर्वार्ता लिने प्रयास गऱ्यौँ र आशा गर्छौँ तपाईँले यस्ता भारत प्रवासमा रोजगारी गर्दै सङ्गीत क्षेत्रमा योगदान दिन चाहनुभएका कलाकारलाई सपोर्ट गर्नुहुनेछ। उहाँको आफ्नो युट्युब च्यानल ऱ्यापर विकासमा गएर सर्च गरेर उहाँका गीतहरू सुनेर उहाँलाई साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशाका साथ म पनि अहिलेलाई आज्ञा चाहन्छु। नमस्कार। धन्यवाद।